अनलाइन ड्राइभिङ लाइसेन्सको पोर्टल चलाइरहनु भएको छ तर मेडिकलको स्टेपमा गएर अल्झिरहनु भएको छ भने यो भिडियो तपाईहरूको लागि। मेडिकलको स्टेपमा डाक्टरको नाम लिस्ट र एड्रेसहरू दिएको छ, त्यसमा फोन गर्दाखेरि फोन लाग्दैन, फोन उठ्दैन, मेरो ठाउँ नजिकको डाक्टर नै छैन भन्ने जस्ता जिज्ञासाहरू छन् भने डाक्टरको लिस्ट अपडेट भइरहेको छ। केही समय पछाडि डाक्टरको फोन पनि लाग्नेछ, फोन पनि उठ्नेछ। सबै ठाउँको लागि कुनै न कुनै डाक्टरको नम्बर चाहिँ त्यहाँ अभाइलेबल हुनेछ। सेलेक्ट डिस्ट्रिक्टमा गएर आफ्नो जिल्ला इन्टर गर्नु होला। त्यहाँ इन्टर गरिसकेपछि तपाईको जिल्लाभित्रका डाक्टरहरूको लिस्ट आउनेछ। त्यहाँ मध्येबाट कुनै पनि डाक्टरलाई फोन गरेर तपाई सजिलै उहाँको क्लिनिक हस्पिटलमा गएर 150 रुपैयाँ एप्लिकेसन फी तिरेर आफ्नो मेडिकलको प्रोसेस गराउन सक्नुहुनेछ। र मेडिकलको प्रोसेसको लागि तपाईले दिएको नम्बरमा फोन गरेर डाक्टर भिजिट नै गर्नुपर्नेछ। डाक्टरले तपाईको डिटेल सिस्टममा अपडेट गर्नुहुनेछ। त्यो अपडेट भइसकेपछि तपाईको एप्लिकेसन अफिस अप्रुभलको लागि जानेछ। ट्रान्सपोर्ट अफिसबाट तपाईको एप्लिकेसन अप्रुभल भइसकेपछि तपाईले अगाडिका स्टेप सजिलै गर्न सक्नुहुनेछ। अरु कुनै प्रोसेसमा पनि तपाईहरुलाई केही समस्या भइरहेको छ भने कमेन्ट गर्नु होला। म चाँडै नै त्यो सबैको भिडियो ल्याएर आउनेछु। र यस्तै अन्य जानकारीको लागि फलो गर्न भने नबिर्सिनु होला। धन्यवाद।